नमस्कार साथीहरू, स्वागत छ लर्निङ क्लास युट्युब च्यानलमा। आज चाहिँ यस च्यानलमा म पहिले पनि भनेको छु क्लास 9 को कम्पलसरी म्याथको मोडल सेटको सोल्युसन लिएर आएको छु। त्यो पनि मैले पार्ट 1 को भिडियो बनाएर सोल्युसन गरेको छु, जसमा मैले नम्बर 1 र नम्बर 2 को सोल्युसन हालेर मैले सोल्युसन गरेर अपलोड गरिसकेको छु। सायद आशा गर्छु तपाईहरु सायद हेर्नु भएको होला। त्यो भिडियो हेर्नु भएको छैन भने केही छैन, म यो भिडियोमा त्यो भिडियोको लिंक डिस्क्रिप्सन बक्समा हालिदिन्छु, गएर हेर्नु होला। र साथै त्यो भिडियोहरुमा तपाईहरुले बुझ्नु नै भएको होला, बुझ्नु भएको छैन भने फेरि भन्नु होला, म फेरि बुझाउने प्रयास गर्छु। र अरु सेट पनि चाहियो तपाईहरुलाई, अरु सेटको पनि अरु सब्जेक्टको पनि सोलुसन चाहियो भने म भन्छु धेरै भन्दा धेरै कमेन्ट गर्नु। अनि साथै केही कुराहरु बुझ्नु भयो कि नबुझ्नु भयो कि कस्तो लाग्यो मेरो भिडियो, अनि सब्स्क्राइब पनि गर्नु होला। र यो भिडियो आफ्नो अल फ्रेन्ड अल साथीलाई शेयर गर्नु होला, र भिडियो पनि फुल वाचिङ गर्नु होला। साथै म यही जेठ महिना 2083 सालमा सुपर एजुकेसन भन्ने च्यानल खोल्ने छु, एकचोटि अवश्य गएर सब्स्क्राइब गर्नु होला। त्यसमा तपाईलाई क्लास 9 को साइन्स, सोशल, एजुकेसन, इकोनोमिक्स, अकाउन्ट को पाउनुहुन्छ सोलुसन। यस्तै प्रकारको अब भिडियो एकदमै इम्पोर्टेन्ट छ, निकै रमाइलो छ। तपाईहरुलाई सब्स्क्राइब गरेर बेल आइकन बटन प्रेस गर्नु होला। र आज म यो भिडियोमा क्वेशन नम्बर 3 को मात्र सोल्युसन गर्नेछु। र साथै एउटा केही मिस्टेक भएको थियो हाम्रो। के मिस्टेक भएको थियो भने पार्ट 1 मा हामीले क्वेशन नम्बर 2 को बी को बाँकी एउटा आन्सर लेख्न छोडेको थियो। कर्योग्य निर्धारण निकालेको थियो, र त्यसमा पनि आन्सर लग्ने थियो। त्यो पनि सच्याएर म सच्याएको छु, एकचोटि गएर अवश्य हेर्नु होला। र साथै यो च्यानललाई सब्स्क्राइब गरी मेरो पनि च्यानल खुल्नेछ केही दिनपछि, त्यसलाई पनि सब्स्क्राइब गर्नु। अहिले पनि मेरो एउटा च्यानल छ जुन हो, त्यसको नाम लर्निङ क्लास। त्यो म त्यसको पनि लिङ्क हालिदिन्छु, त्यो पनि सब्स्क्राइब गर्नु होला। र आजको लागि यति नै, धन्यवाद। मतलब सब्स्क्राइब गर्नलाई। अब त्यति टाइम ढिलो नगरिकन भिडियो सुरु गरौँ। आजको भिडियोमा सोल्युसन गर्नेछौँ, र त्यो भिडियो तपाईहरुलाई बुझाउने छु। साथीहरु, यो पार्ट 2 छ भिडियो, क्या पार्ट 2। किनकि म अगाडि पनि भनेको थिएँ पार्ट 1 हाम्रो केही मिस्टेक भएको छ। यहाँ यो सबै एड गर्दा हाम्रो आन्सर कति हुन्छ थाहा छ तपाईहरुलाई? रु अनि यसको एउटा निर्धारण योग्य आइ निकाल्यो। त कतिको आइ त म पार्ट 1 निकाल्न बिर्सेको थिएँ, त अलिकता त्यसको लागि सरी पनि भन्दैछु। र हाम्रो जुन यो मोडल सेटमा जुन आन्सर दिएको छ नि, त्यो अलिकता रङ रहेको छ। त्यो अर्को म बताउँछु। यसमा यो फेरि यो राइट छ। कति हुन्छ भने 6,85,200 यो आन्सर राइट रहेको छ। तर जुन यो कर योग्य आइ निकालेको छु म, यहाँ सिम्पल छ, बुझिहाल्नुहुन्छ। जस्तै यहाँ फेरि कर योग्य आइ यो अहिले जो जस्ट आन्सर निकाल्यो नि 6,85,200, अनि यो 52,200 कहाँबाट आयो तपाईहरु सोच्दै हुनुहुन्छ भने यसलाई घटाएर मैले यति आन्सर निकालेँ। कर योग्य आइ यति नै हुन्छ। त यो 52,000 कहाँबाट आयो भने यहाँ हेर्नुस् ल, म 5200 हेराइदिन्छु एकैछिन। यहाँ हेर्नुस् त, यो 4300लाई मैले 12 × 100 10% गर्दा यति आएको छ, 52,200 आएको थियो, 5200 आएको थिएन। अनि यसलाई नै म यता घटाएर लेखेको छु। अब यति त भयो। यो भिडियोमा हामी 3 नम्बरको सोल्युसन लिएर आएको छु। र यो भिडियो तपाईहरुले अर्को मैले भिडियो जुन पार्ट 1 बनाएको थिएँ, त्यो भिडियो मैले हेरेको, तर त्यति भ्युज पनि आएको छैन, लाइक पनि छैन, त्यति कमेन्ट सायद 7 वटा छ। अनि सकेसम्म तपाईहरु क्लास 9 को विद्यार्थी हुनुहुन्छ, प्लिज शेयर गर्नु होला भिडियो, क्या शेयर गरेर लाइक कमेन्ट र सब्स्क्राइब गर्नु होला। त्यसैले आजको क्लास चाहिँ अब ढिलो नगरिकन सुरु गरौँ। र तपाईहरुलाई यो सेट एकदमै इम्पोर्टेन्ट छ। म त कुनै भिडियो 1-1 घण्टाको बनाइदिन्छु, जुन अल सेट सल्युसन गरिदिन्छु। अब त्यही सोल्युसनहरु कुनै प्रब्लम छ भने भन्नु। र 3 नम्बर क्वेशन म पढ्दैछु, र 3 नम्बर क्वेशन तपाईको एक साइडमा स्क्रिनको साइडमा लगाइदिन्छु, त्यहाँबाट तपाईहरु हेर्नु होला। र म यहाँ 3 नम्बरको सोल्युसन डाइरेक्ट गर्न सकिन्छु, त्यसैले 3 नम्बर सोल्युसन लेखेँ। अब पहिला तपाईहरुको लागि म क्वेशन पढिदिन्छु। क्वेशनमा के भन्दैछ राम्रोसँग बुझौ अनि गरौ, किनकि यो क्लास पनि गर्नु नै भएको होला। त क्लास यहाँ के भनेछ भने, एकजना जग्गा धनीले, मतलब एकजना जसको जग्गा धनीले आफ्नो जग्गाको मूल्य रु 1 करोड तोकेको छ। मतलब आफ्नो कोही पनि आफ्नो हुन्छ नि जग्गा धनीहरु, अमीन होइन, जो जग्गाहरुको हुन्छ नि, जग्गाको ठेकेदार, त्यससँग धेरै जग्गा हुन्छ, त्यसलाई भन्छ जग्गा धनी। तोसँग धेरै जग्गा छ, त्यो जग्गा बेच्न चाहन्छ, त्यसैले त्यसले 1 करोड जग्गाको दाम राखेको छ, त्यही भन्न खोजिरहेछ। र तोकिएको 1 भन्दा बढी मूल्यबाट एजेन्टलाई लगाएको छ कि बेच्नको लागि एजेन्टलाई 8% कमिसनको रूपमा दिने भएको छन्। यदि एजेन्ट उक्त जग्गा तोकिएको मूल्यभन्दा 10% बेच्यो भने 10% मा यति भनेको छ। अब त्यही त अब
क नम्बरमा ए नम्बरमा के सोधिरहेछ हामीले क्वेसन कि यदि विक्रय मूल्य एसपी र कमिसन दर 8% भए कमिसन रकम निकाल्ने सूत्र लेख्नुहोस्। त्योभन्दा अगाडि हामीले क्वेसन के दिएको छ त्यो लेख्ने हो। त्यसपछि अब क ख ग कतिवटा सोल्युसन छ त्यो गर्नेछौँ। त्योभन्दा अगाडि अब सोल्युसन गर्न गयौँ। अब ल सोल्युसन गरौँ त के भन्दैछ सोल्युसनमा। अब यहाँ हामीले दिएको के छ पहिला लेखौँ त दिएको मतलब प्रश्नमा दिएको त के छ हामीलाई निश्चित मूल्य 1 करोड छ। त्यहाँ लेखौँ छु म लेख्छु निश्चित मूल्य 1 करोड दिएको छ। अनि त्यसपछि 10% बढीमा बिक्री 10% बढीमा बिक्री 10% बढीमा बिक्री। त्यसपछि अब विक्रय मूल्य एसपी निकाल्नुपर्छ। यसको लागि विक्रय मूल्य हामीले यहाँ 10% यसलाई एड गर्नुपर्छ। त्यसैले म यहाँ बुझाएर गर्छु। यहाँ हामीले विक्रय मूल्य एड गर्नुपर्छ क्या। विक्रय हो विक्रय मूल्य एसपी मैले माने एसपी त म मानिसकेको छु। अब मानिसकेपछि अब हामीलाई 1 करोड जग्गाको जुन यो जग्गा तोकेको छ त्यो 1 करोड लेख्नुपर्छ। लेख्यौँ पहिला थाहा छ भने 1 करोडमा कति जोड्नु 7 वटा हुन्छ त म त्यही गरेर इन्टु गरेर 10% गरिसकेपछि कति आयो त हाम्रो आयो रु यति आउँछ 10 अनि फेरि डबल 0 अनि त्रिबल 0 जति आयो। अब यसमा हामीलाई फेरिदेखि एड गर्नुपर्छ। कति त थाहा छ एड गर्नुपर्छ 1 करोड त म त्यही एड गर्छु। हेर्नुहोस् एड गर्दा अब यहाँ हेर्नुहोस् एड गर्दा हाम्रो कति आयो थाहा छ 1 करोड 10 लाख सायद समथिङ आउँछ। एड गर्दा 1 करोड 10 लाख समथिङ जति आयो नि। अब हामीलाई क्वेसनमा सोधेको छ क्वेसनको अगाडि म सो गरिदिन्छु फेरिदेखि सो गरिदिन्छु सल्युसन। अब यहाँ के भन्दैछ भने पहिला क्वेसन अगाडि स्क्रिन हेर्नुहोस् त के भन्दैछ म पढ्दैछु। यदि विक्रय मूल्य एसपी र कमिसन दर 8% भए कमिसन रकम निकाल्ने सूत्र लेख्नुहोस् हो। अब यहाँ फर्मुला निकाल्ने सूत्र लेख्नुपर्छ हामीलाई। त क्वेसन स्क्रिनमा पढ्नुभयो तपाईँहरू पनि तपाईँहरूसँग बुक पनि होला आशा गर्दैछु। त अब यहाँ डाइरेक्ट म सोल्युसन लेखिरहेको छु। के लेख्नु मैले कमिसन निकाल्ने सूत्र त एसपी मैले मागेको थिएँ यहाँ एसपी मानिरहेको छु। त्यसलाई इन्टु 8% दिइरहेको छ अनि तल 100 गर्दा यो क नम्बरमा ए नम्बरको एन्सर यति पो आउँछ। अब हामी जाम प्रश्न यसकै ख नम्बरतर्फ। ख नम्बर हामीले के भन्छ क्वेसन फेरि स्क्रिनमा सो गर्न चाहे त हेर्नुहोस् त क्वेसन स्क्रिनमा कमिसन रकम पत्ता लगाउनुहोस्। त कमिसन रकम पत्ता लगाउनुहोस् भनेको छ। म त कमिसन रकम पत्ता लगाएर तपाईँ समक्ष एन्सर प्रस्तुत गर्न गइरहेको छु। एकचोटि अवश्य हेर्नु होला। ल त जाम त ख नम्बरको यहाँ त पुग्न सक्दैन अर्को पेजतर्फ जाम। ख नम्बर बढी भएको रकम लेख्ने। अब किन त्यहाँ गिभन त त्यहाँ लेखिसके। बढी भएको 10% दिएको छ हामीलाई 10% रकम 10% को रकम रु कति हुन्छ 10% को रकम रु 10% को रकम रु हामी अघि कति निकालेको थियौँ 10 फेरि डबल 0 फेरि त्रिबल 0 10 लाख निकालेको थिएँ। अब हामीलाई 10% दिएको थियो यति 10% चाहिँ निकाले। फेरि कमिसन हामीले कति दिनुपर्छ अरे कमिसन 8% कमिसन 8% इन्टु 10 डबल 0 फेरि त्रिबल 0 यति 8% को निकाल्दा कति हुन्छ थाहा छ बाबुलाई 8% को त यति यसको फाइनल एन्सर हुन्छ रु 80,000 यति एन्सर हुन्छ। तपाईँको बुकमा सायद रङ दिएको छ यसको एन्सर यति नै हुन्छ। त्यसै गरी अब ग नम्बरको पनि हेरिहाल्नुहोस्। ग नम्बरको क्वेसन फेरि स्क्रिनमा सो गर्न चाहे
पढ्नुको क्वेसन के छ, जग्गा धनीले प्राप्त गरेको रकम पत्ता लगाउनुहोस्। जग्गा धनीले प्राप्त गरेको रकम पत्ता लगाउनुहोस्। त यसमा सिम्पल छ, केही छैन। यसलाई 1 करोडमा घटाइदिनुपर्छ, 1 करोड 10 लाखमा, त्यति नै आन्सर हुन्छ। तर तपाईँको बुकमा नि रङ दिइरहेछ। कति दिएको छ भने एकैछिन 1 10 100 1000 10,000 लाख अनि 1 करोड 1,20,000 दिएको छ। त्यति हुँदैन, 1 करोड 9,20,000 जति आन्सर आउँछ। हेर्नुहोस् निकाल्छु। अब यहाँ डाइरेक्ट निकाल्नै सकिन्छ। जो यसरी लेख्ने, अघि जुन एड निकालेको थिएँ 10% एड गरेर, अनि डबल 0 ट्रिपल 0, यसलाई घटाइदिने -80,000 गर्दा आन्सर आइ नै हाल्यो। यति नै त छु। रु 1 करोड 9,20,000 जति एन्सर आउँछ। अब तपाईँहरूले यहाँसम्म केही डाउट छ, केही क्लियर, केही सम्झ्नु भएन, पार्ट 1 पनि हेर्नु भएन, पार्ट 2 पनि बुझ्नु भएन भने अर्को भिडियोमा बुझाउने प्रयास गर्छु। तर तपाईँहरू म यो भन्छु कि म पार्ट 1 तपाईँले हेर्नु भएको छैन भने पार्ट 1 को लिङ्क डिस्क्रिप्सन बक्समा दिइहाल्छु। त्यो पनि खोल्न आउँदैन भने भन्नु, म त्यो पनि बताइदिन्छु खोलेर कसरी हेर्ने भनेर। अनि साथै तपाईँहरू धेरैभन्दा धेरै डिमान्ड गर्नु, धेरैभन्दा धेरै कमेन्ट गर्नु। जो कमेन्ट गर्नुहुन्छ त्यसलाई पनि भन्नु कि आफ्नो अल फ्रेन्डलाई भन्नु कमेन्ट गर्नको लागि। यसो गर्नाले हामीले पनि मोटिभेसनल भिडियो मिल्छ क्या, हामीले पनि लाग्छ भिडियो बनाम जस्तै। अनि त्यसले गर्दा तपाईँहरू पनि सिकाइ राम्रो हुन्छ। यो अब बाँकी क्वेसन अल छ नि 4 नम्बरदेखि 16 नम्बरसम्म, त्यो पार्ट 3 मा आउँछ। त्यसपछि सेट 2 मात्रमा लाग्छ। सेट 1 को थियो। अनि अझै विषयको सब चाहियो, त्यो अझै सब्जेक्टको चाहियो, अरू सब्जेक्टको चाहियो भने कमेन्ट गरेर नबिर्सिनु होला। र साथै मेरो पनि अब न्यू च्यानल ओपन हुँदैछ यही जेठ 2083 सालमा सुपर एजुकेसन भन्ने च्यानल ओपन हुँदैछ। त्यसलाई पनि म त्यसको पनि लिङ्क यस्तै भिडियो बनाउँछु भने त्यसमा हाल्छु। तपाईँहरूले अवश्य सब्सक्राइब गर्नु नै पर्छ। सब्सक्राइब गरेर त्यसमा क्लास 10 सम्म, क्लास 9 8 सम्म सम्पूर्ण किसिमको अल सब्जेक्टको भिडियोहरू पाउनुहुन्छ। अहिले बनाउँछु म। साथै अब तपाईँहरूलाई अरू मोडल सेटको पनि सोल्युसन चाहियो भने म भन्छु डिमान्ड मतलब कमेन्टमा जति कमेन्ट गर्न सक्नु त्यति कमेन्ट गर्नु। र यसैले गर्दा अब भिडियोमा लाइक कमेन्ट गर्नु, भ्युज हेर्नु, अब आफ्नो अल साथीलाई सेयर गर्नु, पढ्नु, यही छ मेरो आज्ञा। अब केही डाउट्स लाग्यो भने अब अर्को भिडियोतर्फ हेरौँ। र आजको लागि चाहिँ धन्यवाद, थ्याङ्क यू। अब बाई बाई। अब